So hello guys, what we are going to discuss is आज हामी कसरी एप्लाई गर्नुपर्ने CRPF को फर्म हैन घर बसी बसी हैन obviously SC ST को 100 फ्री हो OBC को 100 रुपैयाँ र जेनरल को 100 रुपैयाँ हो त्यहाँ म यहाँ भनिरहेछु कसरी एप्लाई गर्नुपर्ने भनेर हो सो बेसिकली अहिले जतिजनाले रेजिस्टर गरेको छ उनीहरूले रेजिस्ट्रेसनमा गएर रेजिस्टर गर्छ हो जतिजनाले गरिसक्यो रेजिस्टर उनीहरूले क्यान्डिडेट लगइनमा गएर एप्लाई गर्छ इन केस कसैले रेजिस्ट्रेसन गरेको छैन जस्तो यहाँ पेज खोलेको छ यहाँ हेर्दा हुन्छ जतिजनाले गरिसक्यो अलरेडी रेजिस्टर तिनीहरूले जिमेल र पासवर्ड हालेर डाइरेक्ट लगइन गर्छ हो अब जतिजनाले नि हालेको छैन मिन्स खोलेको छैन उनीहरूले रेजिस्ट्रेसनमा जान्छ रेजिस्ट्रेसनमा गएर आफ्नो जति पनि नेम छ इमेल आइडी छ अनि फोन नम्बर छ त्यो हाल्छ यो हालिसकेर ओटिपी आउँछ ओटिपीलाई सेन्ड गर्छ तिमीहरू ओटिपी मिन्स इमेल र फोन नम्बर हाल्छ त्यो हालिसकेर तिमीहरूको फोन मोबाइल नम्बर र इमेलमा ओटिपी आउँछ इनकेस तिमीहरूको ओटिपी आएन तिमीहरूले राति ट्राई गर्दा हुन्छ हो राति चाहिँ जतिसक्दो हाम्रो इन्टरनेट चल्छ आफ्टर द्याट जति पनि तिमीले उयो गरिसक्यौ मोबाइल नम्बरमा ओटिपी आउँछ अनि इमेलमा ओटिपी आउँछ त्यो तिमीहरूले हाल्छ अनि नम्बर चेक गर्नु फोन नम्बर र उयो चाहिँ यसमा ओटिपी आउँछ इनकेस आएन देन आफ्नो आमाको कसैको युज गर्दा हुन्छ अनि सेम गोस टु इमेल अल्सो त्यसो भेरिफाई गरेर तिमीहरूले कन्टिन्यू गर्दा हुन्छ अर्को पेज खोलिन्छ यसरी इम्पोर्टेन्ट इन्स्ट्रक्सन भनेर यो तिमीले हेर्दा पनि हुन्छ यसमा तिमीहरूको फोटो साइजहरू दिएको छ त्यो तिमीले लेखेर राख्दा पनि हुन्छ न त नलेख्दैन हुन्छ बादमा त्यो अभियसली आइहाल्छ हो आफ्टर द्याट तिमीले यो क्लोज गर्छौ यसलाई क्लोज गरेपछि यो खोलिन्छ हो यो खोलिसकेर हामी क्लोज गरेर हाम्रो जुन चाहिँ यो रिक्रुटमेन्ट ओपनिङ छ रिक्रुटमेन्ट ओपनिङमा जान्छ हो यहाँ गएर चाहिँ हामी के गर्नुपर्छ एप्लाईमा जानुपर्छ हो हेर्दा हुन्छ 9 मेसम्म छ त्यसपछि तिम्रो जे नाम छ त्यो यहाँ आइहाल्छ तिम्रो फोन नम्बर हो तिम्रो इमेल आइडी यहाँ आइहाल्छ त्यसको बादमा आइडेन्टिफिकेसन तिमी के को दिन्छौ जे को दिँदा पनि हुन्छ हो त्यही हो जे को पनि दिँदा हुन्छ मेन इजी आधार कार्ड हो आइडेन्टिफिकेसन नम्बर तिम्रो नम्बर कति हुन्छ आधार कार्डको हैन त्यो डल्लै तिमीले लेखेर राख्नु पर्यो चाहिँ तिम्रो नेम अफ आइडेन्टिफिकेसन भनेको मतलब तिम्रो जे नेम आधार कार्डमा छ त्यही नेम तिमीले यहाँ पनि हाल्नुपर्छ आफ्टर डेट तिम्रो डेट अफ बर्थ यहाँ हाल्नु पर्यो हो तिमी कहिले जन्मेको हो त्यो डेट तिमीले यहाँ दिएर हाल्नुपर्छ हो तिम्रो जति बेलाको डेट पनि तिमीले दिँदा हाल्दा हुन्छ बस त्यति हो तिम्रो डेट त यहाँ हुनुपर्छ हो एज कति काउनु छ त्यो मैले अगाडि भनिदिइरहेको छु नेसनालिटी हाला हो अनि तिम्रो फादर्स नेम के छ हैन त्यो टाइप गरेर हाला आफ्टर डेट मदर्स नेम तिम्रो के छ त्यो हाला आफ्टर डेट तिम्रो बडीमा कोही भिजिबल मार्क छ मिन्स कसैको कट मार्क हुन्छ गालामा हैन न त मोलहरू हुन्छ हैन त्यो छ भने लेख मोल अन फेस इज छैन भने नो मार्क हो आफ्टर द्याट तिम्रो जेन्डर के हो इफ फिमेल तिमीहरू फिमेल हो फिमेलले फर्म भर्दैछ भने फिमेल गर इफ फिमेल होइन देन यु क्यान राइट मेल हो म्यारिटल स्टेटस म्यारिड अनम्यारिड इफ म्यारिड हो भने म्यारिड गर्दा हुन्छ बट डकुमेन्ट्स सो गर्नुपर्छ पछि उयो भर्ती भइसकेर हो इफ होइन देन अनम्यारिड हो अब डोमिसियल छ भने छ छैन भने छैन हो तर डोमिसियल चाहिँ हालेको नाम हाल्नुपर्छ किन भन्दाखेरि यो स्टेट वाइज भ्याकेन्सी हो आफ्टर द्याट तिमी जब डोमिसियल हाल्छौ यहाँ एउटा अप्सन छ कि तिमी माइग्रेट भएर आएको जस्तो कतिजना के हुन्छ भन्दाखेरि आसामबाट मिन्स वेस्ट बेङ्गलबाट आसाम बस्नु जान्छ नि आसाममै सेटल हुन्छ कतिजना बिहारबाट वेस्ट बेङ्गल आउँछ नि वेस्ट बेङ्गलमै सेटल हुन्छ सो यहाँ के भन्दैछ तिमी माइग्रेट भएर आएको हो माइग्रेट भएर आएको हो भने तिमी आफ्नो स्टेटको उयो लिनु चाहन्छौ जस्तो कोही बिहारबाट यहाँ आइरहेछ हो तर उसले यहाँको भ्याकेन्सी होइन बिहारकै भर्छु भने नि उसले यस गर्नु पर्यो हो अनि यस गरेर उसको ओरिजिन कुन चाहिँ ठाउँबाट आएको हो त्यो यहाँ हाल्नुपर्छ हो इफ तिमीहरू लिनु चाहदैन त्यस्तो केही पनि होइन देश आफ्नो जो वेस्ट बेङ्गलकै म हाल्छु होइन म त वेस्ट बेङ्गलमै जन्मेको हो पहिलादेखिको त्यस्तो भएको छैन कता पनि गएको छुइनँ भने चाहिँ नो गर्नु पऱ्यो हो मिन्स नो गर्नु पऱ्यो जतिजनाले नि अब कोही गएको छ नि आफ्नो यो वेस्ट बेङ्गलमै जन्मेको जो पनि हो आफ्टर द्याट कुन ठाउँको वेस्ट बेङ्गलको होइन अनि तिम्रो कुन चाहिँ ठाउँको हो तिमी यहाँ सोध्दैछ है हो अब तिमीले यहाँ हाल्नु पऱ्यो अब अर्को के कुरा छ यहाँ क्यान्डिडेटहरूले कालिम्पोङको छ कालिम्पोङको अपडेट गरेको छैन सो जतिजना नि कालिम्पोङकोहरू छ होइन उनीहरूले आफ्नो डिस्ट्रिक्ट दार्जिलिङै हाल्दा हुन्छ हो त्यसपछि तिम्रो डोमिसियल नम्बर जति छ हो त्यो यहाँ लेखिदेऊ हो अब तिम्रो रिलिजन क्याटेगोरी तिमी जुन चाहिँ क्याटेगोरी बिलङ गर्छौ त्यो क्याटेगोरी यहाँ गर्दा हुन्छ हो आफ्टर द्याट तिम्रो के हो एसटी एससी ओबिसी अगर तिमी एसटी हो भने तिमीले आफ्नो सर्टिफिकेट नम्बर हो डेट अफ इस्यु कहिले इस्यु भएको थियो मिन्स कुन चाहिँ स्टेटबाट इस्यु भएको थियो हो आफ्टर द्याट तिम्रो कुन चाहिँ ठाउँबाट गरेको डिस्ट्रिक्ट अभियसली मैले भनिहालेँ कालिम्पोङ छैन जतिजना कालिम्पोङको छ उनीहरूले दार्जिलिङ गर्नु हो अनि कुन चाहिँ कसले इस्यु गरेको थियो हो एसडिएमले गरेको नि एसडिएम डिएमले गरेको नि डिएम हो कहिले इस्यु गरेको थियो त्यो डेट यहाँ हाल्नु पऱ्यो बुझ्यो जतिजना पनि अगर एसटी एससी ओबिसी हो भने इफ अनरिजर्भ हो भने अनरिजर्भ गर्दा हुन्छ
आफ्टर द्याट मोड अफ रिक्रुटमेन्ट जो एक्स सर्भिसम्यानहरूले भर्दैछ नि एक्स सर्भिसम्यान होला हो एक्स सर्भिसम्यान होइन डाइरेक्ट एन्ट्रीको लागि भर्दैछ मिन्स जो एक्स सर्भिसम्यान होइन डाइरेक्ट नर्मल सिभिलियन हो एप्लाई गर्दैछ भने डाइरेक्ट एन्ट्री हाला इफ एक्स सर्भिसम्यान हो भने यस हो होइन भने नो हो अन्त तिमीहरूकै क्रिमिनल केसेसमा तिमीले कहिले पढेको थियौ कोही पुलिस केसहरू भएको थियो त्यो तिमीले यहाँ गर्दा हुन्छ यस हो यो भएको छैन भने नो हो अनि भन्दैछ तिम्रो के तिमीहरू होइन भिक्टिम हो 1984 रिभोल्ट मिन्स त्यति बेला झगडाको भन्ने नि नो गर्नु बेसिकली नो गर्दा ठिक हुन्छ अर्को कुरा हो तिम्रोमा केही स्पोर्ट्स एचिभमेन्ट छ भने यस लेखा केमा छ डिस्ट्रिक्ट हो भने डिस्ट्रिक्ट यहाँ डल्लै लेख्नु पऱ्यो तिमीले यसरी भनेर तिमी जेमा हुन्छ त्यही तिमीले यहाँ लेख्दा हुन्छ इफ म्याराथनमा भने म्याराथन अगर तिम्रो बक्सिङमा छ भने बक्सिङ जे छ तिमीले यहाँ लेख्दा हुन्छ इफ छैन देन नो गरिदेऊ हो अनि यो पोस्टको बारेमा सोच्दैछ कुन चाहिँ पोस्ट चाहिँ तिमी भर्न चाहन्छौ भनेर हो जुनै पनि तिमीहरूले पोस्ट यहाँ भर्दा हुन्छ शर्त त्यही हो तिमीहरूको जुनै पनि पोस्ट भर्छ त्यसमा तिमी प्रोफिसियन्ट हुनु पर्यो जस्तो कुकको भर्यो भने 7x गर्यो तिमीहरूको त्यसपछि के माग्छ पर्मानेन्ट एड्रेस हो पर्मानेन्ट एड्रेसमा तिमीहरू कुन चाहिँ ठाउँमा को हो त्यो यहाँ तिमीले लेख्नु पर्यो आफ्नो एड्रेस दियौ हो जति जे आधार कार्डमा छ त्यही एड्रेस यहाँ दिनु त्यहाँदेखि पिनकोड माग्छ यसरी तिमीले पिनकोड दिँदा पनि हुन्छ आफ्टर डेट कुन चाहिँ स्टेटको हो डिस्ट्रिक्ट कुन चाहिँ हो अभियसली मैले यहाँ भनिदिइसकेको छु पहिल्यै अरू सिटी भिलेज नाम तिमी यहाँ लेख नियरेस्ट पुलिस स्टेसन यहाँ लेख पोस्ट अफिस कहाँ छ तिमीहरूको त्यो लेख तहसिलदार भनेको मतलब तिम्रो म्युनिसिपालिटी हो भने म्युनिसिपालिटी कालिम्पोङ नत्र म्युनिसिपालिटी दार्जिलिङ म्युनिसिपालिटी सिलगढी जुनै सिलगढीमा छ जस्तो देवीडङ्गाको देवीडङ्गा म्युनिसिपालिटी कुन चाहिँ ठाउँमा बिलङ गर्छ होइन त्यसरी तिमीले यहाँ लेख्नु पर्यो आफ्टर द्याट त्यसपछि तिम्रो जति रुरल एरियाहरू आयो जस्तो ब्लक भन्छ होइन अब रुरल एरियाहरूले चाहिँ ब्लक हाल्नुपर्छ जस्तो कोही लाभाको छ होइन लाभा ब्लक हाला होइन कोही तिम्रो यता लामाहट्टाको छ उनीहरूको ब्लक हाला हो त्यसरी नै सिलगढीको अलग्गै हुन्छ बुझ्यो ब्लक जो रुरल एरियाबाट बिलङ गर्छ तकदाहबाट छ उनीहरू तकदाह हाला त्यसरी बुझ्यो आफ्टर द्याट तिम्रो अगर सेम छ भने सेम हाल्दा इफ छैन देन इफ तिम्रो जे पनि छ यहाँ हाल्नु पर्यो आफ्टर द्याट यो भइसकेर तिमी 7 नेक्स्ट गर्छौ आफ्टर द्याट तिम्रो यहाँ माग्दैछ एजुकेसन क्वालिफिकेसन तिमीले के गरेको छ तिमीले जति पनि ग्रेजुएटै गरेको होस् या पोस्ट ग्रेजुएटै गरेको होस् तिमीले फर्स्टमा हाल्नु पर्यो क्लास 10 हो त्यसपछि 10 को सर्टिफिकेट नम्बर हो त्यसपछि इयर कुन सालमा तिमीले क्लास 10 पास गरेको हो त्यो हालेर कुन चाहिँ बोर्डबाट पास गरेको मिन्स कहाँबाट पास गरेको त्यो हाल आफ्टर द्याट कुन चाहिँ बोर्ड हो अगर स्टेट बोर्डबाट हो भने स्टेट बोर्ड आइसिएससी हो भने आइसिएससी सिबिएससी हो भने सिबिएससी अगर ओपन बोर्डबाट हो भने अदर बोर्ड हाल्नु अदर बोर्ड हालेर यतिकै सेभ गर्नु हो इफ स्टेट बोर्ड हो भने स्टेट बोर्ड गरेर एड गर्नु अगर यसरी नै ग्रेजुएसनको अब तिमीले 12 को हाल्छौ भने 12 को लेख हो त्यसपछि सेम नम्बर हाल तिम्रो 12 को सर्टिफिकेट नम्बर त्यसपछि चाहिँ फेरि तिम्रो इयर कहिले पास भएको थियो आफ्टर द्याट तिमी जहिले पनि पास भयो त्यसपछि बादमा बोर्ड कुन चाहिँ बोर्डबाट पास भएको थियो त्यसपछि कुन चाहिँ बोर्ड अफ युनिभर्सिटीबाट तिमीले गरेको थियो ती गरिसकेर एड गर यसरी एड हुँदै जान्छ तिमीले एड गर्दै गर्दै जानुपर्छ जुनै बोर्डको पनि तिमीहरू पढ्दै जाँदैछौ आफ्टर द्याट तिमीहरूको जुन चाहिँ तिमीहरूले कुकको भरेको छौ त्यसपछि कुकमा तिमीहरू भन्दैछ यहाँ तिमीहरू क्लास 10 पास छौ भनेर भन्दैछ यस गरेर तिमीले आफ्नो लेख्नु पर्यो मिन्स जस्तो क्लास पर्सेन्ट भनेर हो यसरी लेखिदेऊ देन प्रोफिसियन्ट इन ट्रेड अगर तिमीलाई खाना पकाउन आउँछ यस यहाँ हालेर भर्छ हियर आई होप मेरो स्पेलिङ अलिक मिस्टेक छ यो छोडा जे कुरा हो मेन कुरा त्यो हेर्नु हो सो तिमीहरूले यहाँ यसरी हाल्दा हुन्छ आफ्नो जे रिलेटेड छ इफ तिमीले होटल म्यानेजमेन्ट गरेको छ भने होटल म्यानेजमेन्ट कोर्स गरेको छ भने कोर्स गर अरू 1 इयर एक्सपिरियन्स छ तिमीलाई खाना पकाउनु भने नि 1 इयर यसरी लेख्दा पनि हुन्छ
अनि यो सबै अलिक क्यापिटलमा लेख्नु जतिसक्दो नोटिस होस् भनेर। आफ्टर द्याट त्यसपछि तिमीलाई सेकेन्ड पोस्टको प्रिफरेन्स माग्छ। सेकेन्ड पोस्टको प्रिफरेन्समा तिमीले इलेक्ट्रिसियनको सर्टिफिकेट छ इलेक्ट्रिसियन हाल्दा पनि हुन्छ, मेसनको भनेको मिस्त्रीको सर्टिफिकेट छ भने मिस्त्रीको सर्टिफिकेट छ भने त्यो हाल्दा पनि हुन्छ। इफ दुइटाकै छैन त्यहाँदेखि तिमीहरू जुनै पनि तिमीलाई प्रोफिसियन्ट छ मिन्स आउँछ त्यो तिमीले हाल्दा पनि हुन्छ। जस्तो मेसनको लागि बेसी सर्टिफिकेट पर्दैन, क्लास 10 पास छ सोध्दैछ छ कि क्लास 10मा के छ भनेर सोध्दैछ। क्लास 10 पास विथ तिम्रो कति पर्सेन्टेज छ त्यो तिमीले यहाँ लेख्नु पर्यो हो। आफ्टर द्याट यो लेखिसकेर तिमीहरूकोमा भन्दैछ 1 इयरको एक्सपिरियन्स छ तिम्रोमा भन्दैछ यस छ भने, इफ छैन भने नो गरिदेऊ, इफ छ भने यस गरिदेऊ। किन केमा थियो भने तिमीले यहाँ गर्दा हुन्छ। यसरी तिमीले यहाँ लेख्दा हुन्छ हो। आफ्टर यो गरिसकेर तिमीहरूको प्रिफरेन्स दिनु पर्यो क्या। तिमी यहाँ सोध्दैछ कि सर्टिफिकेट हुनेलाई हामी पहिला प्रिफरेन्स दिन्छ भनेर उनीहरूले भन्दैछ हो। सो तिमीहरूले के गर्नु पर्यो, यस गर्नु पर्यो। इफ तिमीहरूकोमा सर्टिफिकेट छ भने यहाँ लेख्दा हुन्छ तिमीले सर्टिफिकेट कोर्स गरेको छ, सर्टिफिकेट कोर्स गरेको छ कति वर्षको हो, जस्तो 1 इयरको हो भने होइन 1 इयर भनेर हो। त्यसरी तिमीले गर्नु पर्यो। आफ्टर द्याट इनकेस तिमीहरूकोमा छैन सर्टिफिकेट भने नि नो गर, देन 7 नेक्स्ट गरिदेऊ। तिमीहरूको फोटो सेक्सन आउँछ। फोटो सेक्सनमा के हुन्छ भन्दाखेरि फोटो सेक्सनमा चाहिँ तिमीहरूलाई साइजहरू मिलाउने कुरा हुन्छ। अब यहाँ जुन चाहिँ साइज दिएको छ यही साइजमा तिमीहरूले फोटोहरू अपलोड गर्नुपर्छ, बुझ्यौ। अब यो साइज कसरी मिलाउनु भन्दाखेरि फोटो साइज कसरी मिलाउनु भन्दाखेरि म हाम्रो लिङ्कमा डिस्क्रिप्सनमा दिइहाल्छु फोटोको लिङ्कहरू डल्लै हो। यो साइडमा जाऊ, यो साइडमा गएर फोटो अपलोड गर। फोटो अपलोड गरिसकेर कति चाहियो तिमीहरूलाई साइज त्यो लेख्दा हुन्छ। जस्तो कि यहाँ दिइरहेछ फोटो साइज 50 KB मागिरहेछ, 50देखि लिएर 100को बिचमा हुनुपर्छ। त्यहाँदेखि हामी कति हाल्छ 50भन्दा अलिक बेसी 100भन्दा कम्ती भनेपछि 70 हाल्छ। 70 हालिसकेर यहाँ हामी फोटो अपलोड गर्छ। फोटो अपलोड गरिसकेर रिसाइज गर्छ। रिसाइज गरिसकेर तिमीहरूको फोटो आउँछ, डाउनलोड गरेर तिम्रो डाउनलोड हुन्छ। यो तिमीहरूले फोनमा पनि गर्न सक्छ, लेखेर सर्च गर्दा हुन्छ। आफ्टर द्याट फोटो अपलोड गर्नु पर्यो। तिमीले एडिसनल डोमिसियल दिएको छ तिमीहरूले मिन्स डोमिसियलको पनि माग्छ, सेम डोमिसियलको पनि गरेर तिमीहरूले 7 नेक्स्ट गर्नु पर्यो। त्यही हो। आफ्टर द्याट तिम्रो फर्स्ट चोइस दिँदैछ, तिमी केमा गर्न चाहन्छौ, फर्स्ट चोइस कुकमा राख्छौ कि मेलमा, त्यो तिमीले यहाँ दिनु पर्यो। टोटल एमाउन्ट दिइरहेछ STSC हो भने 100 रुपिस हो, यो तिमीले यहाँ दिनु पर्यो। आफ्टर यो चेकआउट गरेर तिमीले पे गर्नु पर्यो। आफ्टर जब तिमी प्रे प्रोसेसिङमा जान्छौ तिमीहरूको अर्को पेज खोलिन्छ। अब प्रे प्रोसेसिङमा तिमीले यसरी खोलिन्छ। तिमीले सिधा तिमीहरूको गुगल पे छ भने गुगल पे गर हो, अगर नेट कार्ड छ भने नेट कार्ड गर्दा नि हुन्छ, मिन्स जो ATM कार्डबाट गर्दा। तर सबसे सजिलो गुगल पे हो, गुगल पेबाट गर। आफ्टर गुगल पेमा क्लिक गर, जो चाहिँ UPI पे छ। UPI भनेको मतलब तिम्रो सबै आइहाल्छ, गुगल पनि आइहाल्छ, अरू सबै कुरा आइहाल्छ। त्यसैगरी तिम्रो यसरी QR आउँछ हो। तिमीहरूले QR स्क्यान गर्नुपर्छ। QR स्क्यान गरेर एकछिन QR यसरी जस्तो टाइम चल्दैछ यतिकै स्क्यान गर QR हो। QR स्क्यान गरेर त्यहाँदेखिको एकछिन यतिकै राखिदिनु। फोनमा पेमेन्ट डन भनेर देखाउँछ, एकछिन यतिकै राखिदिनु। आफै तिम्रो अर्को पेज खोलिन्छ जसमा चाहिँ तिमीलाई डाउनलोड द एप्लिकेसन भनेर आउँछ। गर्छ मिन्स उयो गरिसक्छ, एप्लाई गरे मिन्स पे गरिसक्छ। पे गरिसकेर म्याक्सिममले साइड बाहिर निक्लेर यसरी अलग्गै रिलोड भनेर आउला। रिलोड गरिसकेर तिमीहरूको इमेल चेक गर्नु, इमेलमा सक्सेसफुली पेड न त सक्सेसफुली यो हेभ क्रिएटेड सक्सेसफुली भनेर आयो भने होइन, न त तिम्रो आउँछ यो सबमिट एप्लिकेसन सबमिट सक्सेसफुली भनेर हो। त्यसमा खोलेर हेर्नु, त्यसमा तिम्रो इमेल र पासवर्ड दिएको हुन्छ। त्यो इमेल र पासवर्ड चाहिँ यहाँ फेरि हाल्नु। इनकेस ब्याक भयो भने, ब्याक भएन भने चाहिँ त्यतिकै त्यो QR स्क्यान गरेर डाइरेक्टली नै तिमीहरूले यो प्रिन्ट गरेर एप्लिकेसन निकाल्दा हुन्छ। त्यो QR स्क्यान गरेर त्यतिकै राखिदिनु एकछिन होइन, त्यो QR एकछिन त्यतिकै राखिदिनु अनि आफै त्यो QR हटेर तिमीहरूको प्रिन्ट भनेर आउँछ अप्सन, तिमीहरूले प्रिन्ट गर्दा पनि हुन्छ। आफ्टर द्याट तिमीहरूले आफ्नो पासवर्ड र उयो हालिसकेर क्याप्चा हाल्नु, क्याप्चा हालिसकेर रिमेम्बर मी भनेर साइन इन गर्नु। आफ्टर साइन इन भनेर यसरी पेज खोलिन्छ फेरि होइन। यो पेज तिमी हटाउनु, क्लोज गर्नु। अनि त्यसपछि तिमीहरूले यहाँ देख्छौ, तिमीहरूले इनकेस तिमीहरूको फर्म सबमिट भएको छ भने फर्म सबमिट भनेर देखाउँछ, अनि पैसा पनि पेड छ भने पेड भनेर देखाउँछ, इफ पेड छ भने पेड छैन भने अनपेड भनेर देखाउँछ। आफ्टर द्याट तिमीले एक्सनमा गएर भ्यू डिटेल्स जानु, भ्यू डिटेल्समा गएर प्रिन्ट आउट अप्सन आउँछ, प्रिन्ट गर्नु एप्लिकेसन अनि त्यसलाई जेरोक्स गरेर राख्नु। आफ्टर एडमिट कार्डहरू आयो भने म एडमिट कार्ड कसरी डाउनलोड गर्ने त्यो पनि डल्लै म हालिदिन्छु भिडियो बनाएर। सो होप यु गाइज लाइक दिस भिडियो है। आजको लागि यति नै हो।
अरू केही डाउटहरू छ केही बुझेन होइन अभियसली अलिकति बिचमा भोइस ल्याग भएको छ हो सो डोन्ट माइन्ड होइन बट त्यसमा मजाले बुझिसकेको छ डल्लै कुरा हो अन्त बुझेन भने पनि फेरि तिमीहरूले त्यो भिडियो एकपल्ट राम्ररी हेर्नु त्यसमा जस्तो प्रोसेस भनिदिएको छ त्यसरी फलो गर्नु नत्र हेरेर फलो गर्दा पनि हुन्छ आफ्टर द्याट तिमीहरूले के बुझेन मलाई पर्सनली यहाँ कमेन्ट डाउनमा मेसेज गर्दा पनि हुन्छ म तिमीहरूको डाउट क्लियर गर्ने ट्राई गर्छु ओके गाइस थ्याङ्क यू फर वाचिङ